गणतन्त्रलाई कसरी हेर्नु भएको छ त्यो त म भन्न सक्दिनँ। 2065 साल आजकै दिन जेठ 15 गते नेपाली जनता प्रजाबाट मालिक भएको दिन हो भन्न चाहिँ म सक्छु। यो 18 वर्ष करिब पार गर्दा नेपाली जनताले नै लडेर ल्याएको हो। यसलाई बिगार्ने पनि जनताले हो र सपार्ने पनि जनताले नै हो। आज बालेन शाह यो देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँ मधेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। मधेसलाई कति विभेदकारी रूपले नेपालमा हेरिन्थ्यो, आज उहाँ सम्मानित प्रिय युवाहरूको प्रिय प्रधानमन्त्री भएर यो देश हाँकिराख्नु भएको छ। यो गणतन्त्रकै उपज हो। त्यसैले जनतालाई, हामी जनता यो गणतन्त्र बचाउनका निम्ति एकजुट हुने साहस सदैव प्राप्त होस्। 2083 को यो गणतन्त्र दिवसको यही शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। गणतन्त्रलाई कसरी हेर्नु भएको छ त्यो त म भन्न सक्दिनँ। 2065 साल आजकै दिन जेठ 15 गते नेपाली जनता प्रजाबाट मालिक भएको दिन हो भन्न चाहिँ म सक्छु। यो 18 वर्ष करिब पार गर्दा नेपाली जनताले नै लडेर ल्याएको हो। यसलाई बिगार्ने पनि जनताले हो र सपार्ने पनि जनताले नै हो। आज बालेन शाह यो देशको प्रधानमन्त्री हुनुहुन्छ। उहाँ मधेसबाट प्रतिनिधित्व गर्नुहुन्छ। मधेसलाई कति विभेदकारी रूपले नेपालमा हेरिन्थ्यो, आज उहाँ सम्मानित प्रिय युवाहरूको प्रिय प्रधानमन्त्री भएर